बन्द सरकारी उद्योग खोल्न बालनको आदेशमा फिल्डमै उत्रिनु उद्योग मन्त्री। पहिलो चरणमा हेटौडा कपडा गोरखकाली सहित यी 4 उद्योग सञ्चालन गर्ने। जसका लागि प्रधानमन्त्री बालन शाहको आदेश बमोजिम उद्योग मन्त्री गौरी कुमार यादव ती उद्योगहरूको अवस्था र सम्भावना बुझ्न फिल्डमै उत्रिएकी छिन्। राति अबेरसम्म मन्त्रालयमै बसेर योजना बनाइरहेकी उनी पुराना दलहरूले ध्वस्त बनाएका र वर्षौंदेखि ताला लागेका उद्योगहरू खोल्ने रणनीति सहित उद्योग पुगिरहेकी छिन्। गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना र हेटौडा कपडा उद्योग सञ्चालन गर्ने गरी तयारी थालेको छ र उद्योग मन्त्री ती बन्द भएका उद्योगहरूमा पुग्न थालेकी छिन्। दशकौंदेखि भोटे तालचा झुन्डिएका संरचनाहरू भग्नावशेष जस्तो बनेका यी उद्योगहरू कसरी ध्वस्त पारिए र के छ तिनको अवस्था, आज हामी तपाईलाई त्यो देखाउँदैछौँ। नम्बर 1, हेटौडा कपडा उद्योग। चीन सरकारको सहयोगमा बनेर 2035 माघ 5 गतेबाट सञ्चालनमा आएको यो उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो। स्थानीयका अनुसार हेटौडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुत्ती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा उपभोक्ताको तछाड मछाड चल्थ्यो। तर 2050 सालपछि जब उद्योगमा राजनीतिले प्रवेश पायो त्यसपछि उद्योगको दुर्गति सुरु भएको उद्योगी बताउँछन्। ट्रेड युनियनको नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्ती केन्द्र बनाउँदा बन्द गर्नुपर्ने अवस्थामा पुग्यो। काम गर्ने भन्दा कार्यकर्ता सेटल गर्ने थलोका रूपमा उद्योगलाई प्रयोग गर्दा नाफामा रहेको उद्योग 2057 सालसम्म आइपुग्दा पूर्ण रूपमा बन्द भयो। सरकारले 2057 माघ 18 गते उद्योग बन्द गर्ने निर्णय नै गरेको थियो। 2059 सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढायो। उद्योग बन्द भएसँगै संयौंको रोजगारी त खोसियो नै, सरकारले सबैभन्दा धेरै नाफा गर्ने नेपाली कपडालाई विश्व बजारमा ब्रान्डिङ गर्ने उद्योगको अस्तित्व मेटियो। त्यति बेला 1500 भन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका थिए। अहिले यो उद्योग भग्नावशेष जस्तो बनेको छ। जुन उद्योग पुनः सञ्चालन गर्ने तयारी सहित उद्योग मन्त्री नै उद्योगमा पुगेकी छिन्। नम्बर 2, गोरखकाली रबर उद्योग। चीन सरकारको सहयोगमा बनेको गोरखकाली रबर उद्योगले 2049 जेठदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। प्रारम्भिक चरणदेखि नै स्वदेशी बजारको माग अनुसार टायर, ट्युब, फ्ल्याप र अन्य रबर जन्य सामग्री उत्पादन गर्दै आएको थियो। उद्योगको